अलि देखिन्न होला के छ त आज खुसी नै छ धेरै खुसी हो हेलो नमस्ते सबैलाई सन्चै होला मलाई पनि सन्चै छु भन्न चाहन्छु आजको भ्लग चाहिँ हाम्रो खतरा खालको हुँदैछ है आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि मिसिन लगेर बनाउनको लागि जङ्गलको बाटो हेर्न आएको बाटो कस्तो रहेछ पहिला त राम्रै थियो अहिले कस्तो रहेछ भनेर हेर्न आएको हामी होइन अहिले खासमा भन्नुपर्दा राम्रो रहेछ बाटो अब यही जङ्गलबाट टक्क हाम्रो चाहिँ आज किनकि होइन 3-4 दिन भएको थियो होइन गाडी यो गाडीले यो खाली गाडी हाम्रो यो मिसिन लिएर आएको थियो खाली गाडीले अनि यो अनि के भयो भन्दाखेरि यो गाडी बिग्रियो होइन 2 दिन बस्यो हामी के यतै बस्यो अनि अहिले हाम्रो यो गाडीमा लोड भइसकेको छ मिसिन अनि बुटोलको लागि किनकि मिसिन बनाउनु पर्ने छ यो मिसिनमा के भएको छ भन्दाखेरि यो मोबिल लिकेज भइरहेको छ कि प्रायः जस्तो इन्जिन जानला भन्छ होइन त्यही भएर यो 3-4 दिन भइसक्यो हामी यहाँ बस्यो आज एक रात अनि त्यहाँ बस्यो एक रात फुलबारी हो यो बुटोल यो अर्कोबाट अर्कोमा हालिसकेको छ मिसिन अहिले होइन अब हामी जानको लागि तयारी भइसक्यो तपाईँहरूले पनि हेरिदिनु होला भन्न चाहन्छु अहिले बाटोमा भेटौँला मोबाइलमा चार्ज धेरै पनि छैन किनकि मोबाइल अलि चार्ज गर्न पाएको छैन किनकि यहाँ जङ्गलमा पास परेको छ 2 दिन आजसम्म 3 दिन हुन्छ अर्को गाडी आएर लोड गरिसकेको छ मिसिन गुरुहरू हुनुहुन्छ यतिर अहिले चाहिँ ठ्याक्कै अब एउटा गाडीले मिसिन पनि बोकेको छ एउटा गाडीले यो के भन्छ अरे गाडी पनि तानिरहेछ दुइटै गाडी पनि तान्ने अनि मिसिन पनि बोक्ने हुँदैछ टिप्परलाई छेक्नुपर्छ फेरि टिप्पर आइसक्यो उताबाट टिप्पर आइसक्यो उताबाट पनि आज जस्तो एक आएको छैन अनि यो गाडी तानेर लैजाउँ भनेको गाडी मिसिन यो गाडीमाथि छ अनि पछाडिको एउटा गाडी पनि यसैले तानेर लाने भनेर अनि तानेको छ तान्न कोसिस गरिरहेको छु यस्तो उकालो छ कि आम्मामा क्यामेरामा चाहिँ अलि के भयो भन्दाखेरि अलि देखिन्न होला ओ मिसिनै सर्यो हुन्न मिसिनै सर्यो ओहो सबै आधी नै एक हात जति नै सर्यो यार सर्यो नि यो हुन्न यार हुन्न रहेछ यार मिसिन सर्यो यार मिसिनै सर्यो यार अहिले मिसिनै फेरि बगेर खोल्नु पऱ्यो यार खोल्नु पर्न होला यो मिसिनबाटै तानेको यो तर किनकि मिसिनै सर्यो कि अहिले यो मिसिन यो गाडी चाहिँ अहिले नतान्ने भयो यतिकै यहाँ अब हिँड्छ होला भनेर यतिकै छोडिदिएको छु मिसिन बोक्ने गाडी चाहिँ माथि पुगिसक्यो अहिले पारा हान्दिन् त पारा यो गाडी हिँड्दैन यो बिग्रिसक्यो यो क्राउन गइसक्यो जस्तो लाग्छ यसको त्यही भएर मिसिन पनि तानेन खाली गाडी यसले पनि तानेर लैजाउँ भनेको मिसिनै सर्यो कि यो टिप्परलाई पठाइदिउँ गुरु पहिला टिप्परलाई पठाएपछि त अनि हुन्छ नि त होइन जान मिल्छ नि त्यही भएर हाम्रो मिसिन बोक्ने गाडी चाहिँ माथि पुगिसक्यो यहाँबाट देखिन्न गाडीहरू आउँदैछ टिप्परहरू धेरै आउँछ यहाँ फेरि हामी अहिले यो पार्कमा हो कि यो खैरेनीभित्र 3 किलोमिटर भित्र हो कि खैरेनीबाट अनि यो पार्क हो यतिरको यता देख्ने सबै पार्कहरू यसो कम रमाइलो भइरहेको छ खसी गाडी लाग्यो पार्कमा मिस्त्री दाइ हाम्रो गाडी बनाउन आएको कोटे हिँड आज कट्यो चढे ल चढे गाडी बिस्तारै भए पनि गइरहेको छ अब त यसले तान्नु परेन यो गाडीलाई मिसिन बोक्ने गाडी अगाडि गइसक्यो भयो पारा भयो ल
बार राम राम अड्किरहेको छ त्यो त पुरै अड्की गइरहेछ के त्यो भित्र के स्लिप भए जस्तो छ कि त्यही भएर हो यो अब तान्नु परेन पुगिसकेका छौँ हामी पनि रोडतिर पुगिसकेका छौँ अहिले गाइस पारा पटाइदिन्छ डाँडा हल्ला नगर है मुजी साला अनि फक मी इन लक मी गाडी मिसिन बोक्ने गाडी अगाडि अहिले त खाली गाडी गएको छ बिग्रेको गाडी अगाडि हामी पछाडि बिग्रेको गाडी अगाडि हामी मिसिन बोक्ने गाडी पछाडि हुने पो अब तपाईँ कुनमा जान्छ अगाडिकोमा जाने कि यही मिसिन बोक्ने गाडीमै जाउँ रमाइलो हुन्छ फेरि खैरेनीबाट बुटोलदेखि कालका हुँदै तानसिङ सबै आरामले हजुर के गरौँ मिसिन सारौँ पछाडि गर्ने ल म मिसिन सार्छु ल गुरुबा फक्मी हान्दिन्न एकचोटि सिधा अलि सिधा त्यत्रो डाँडादेखि यहाँ आइयो हेर्नुहोस् गाइस यो फक्मी हाम्रो दाइ चढ्नु भयो स्टार्ट गर्न लाग्नु भयो मिसिन सरेछ अलि भित्र हाल्नु पर्यो मिसिन बाहिर आयो अब भित्र घुसाउन पर्यो यहाँ मलाई तनाव हुने भयो आज भत्ता पाउने हो आज पैसा बुझ्दै दिनु हो ल गाइस यो गाइस फक मी फक यो दियो अब त्यो पछाडि सर्छ फक मी यो Guys, 1 minute. Guys, 1 minute. अझै टाइट गर भाइ हाम्रो सरले चलाउनु भयो झर्नु भयो अब हाम फाल्नुहुन्छ अहिले मिसिन लोड भइसकेको छ हामी बुटबलको लागि हिँड्दैछु धेरै खुसी छ आज हामी धेरै खुसी छौँ एकचोटि नाचिन्न ओ गुरुबा नाचिन्न एकचोटि लरीबरीलाई
छ त आज? खुसी नै छ अब धेरै खुसी हो। जङ्गलमा 2 दिन भयो, आजसम्म 3 दिन हुन्थ्यो है गाडी नआएको भए त। जङ्गलको बास, जङ्गलमै बास। 2 दिन त जङ्गलमै बस्यो। बिग्रेको गाडी उता छ। ल बढाउनु ल हिँडिहाल्नु ल। ए हुन्छ, नन स्टप थिच्दै हिँड्नु। तपाईँ त्यसमा जाने कि यसमा? त्यसमा आम जाउँ। मिसिन सरेछ यहाँ। अब हामी पनि यहाँबाट हिँड्न लागिसक्यो। गुरुले स्टार्ट गर्नु भइसक्यो गाडी। यहाँबाट हिँड्नुपर्छ बुटोल। अर्को गाडी पनि हिँडिसक्यो, खाली नै फर्केर। बेड भएको गाडी हो। धडा गरेर